नमस्कार साथीहरू, कोरियन भाषा अन्तर्गतको यो अर्को बिल्कुलै नयाँ भाग लिएर म उपस्थित भइसकेको छु र तपाईँहरूलाई एकदमै स्वागत छ आजको यो क्लासमा। तपाईँले योभन्दा अगाडिका भिडियोहरू पनि हेरिसक्नुभयो होला, जुनमा हामीले व्यञ्जन वर्ण नभएर स्वर वर्णको बारेमा कुरा गरेका थियौँ, जुन दुईवटा हुन्छ भनेर तपाईँहरूलाई थाहा भइसकेको हुनुपर्छ। र आजबाट हामी व्यञ्जन वर्ण सुरु गर्न गइरहेका छौँ। स्वर वर्णहरू तपाईँले राम्ररी सिकिसक्नु भएको छ होला र त्यसलाई राम्ररी विचार गर्नुहोला, पढ्नुहोला, दिमागमा राख्नुहोला। त्यो भनेको पछिसम्म काम लाग्ने कुरा हो। र आजदेखि हामी व्यञ्जन वर्ण, कोरियन व्यञ्जन वर्णहरूको बारेमा कुरा गर्दैछौँ। जुन व्यञ्जन वर्ण भनेको हाम्रो क ख भए जस्तै, क खदेखि ज्ञ भए जस्तै कोरियनको व्यञ्जन वर्णहरू आज हामी ग न द र भन्ने सिक्न गइरहेको छौँ होइन। जुन हाम्रो जस्तो कोरियनमा चाहिँ थोरै छ होइन, 19वटा मात्रै छ, जुनलाई फेरि यहाँ पनि के गरेको छ भने दुई भागमा बाँडेको हुन्छ होइन। यसमा पनि हाम्रो दुई भागमा बाँडेको छ र यो कुराहरू तपाईँले फेरि देख्दै हुनुहुन्छ स्क्रिनमा। यो कतिचोटि देखाएको भन्ने लागिरहेको होला होइन। थोरै तपाईँहरूले अगाडि हेरिसक्नु भएको, त्यही कुरा रिपिटेसन भयो भने पनि कतिपय कुराहरू याद हुन्छ क्या। त्यही भएर पनि म तपाईँहरूको अगाडि यहाँ देखाइरहेको छु। जुन स्वर वर्ण यहाँ तपाईँहरू देखिरहनुहुन्छ, देखिरहनु भएको छ 21वटा, 10वटा, 11वटा एकल स्वर वर्ण, संयुक्त स्वर वर्ण होइन। यी कुराहरू भनेको तपाईँहरूले सिकिसक्नु भयो र आजदेखि हामी एकदमै नयाँ टपिक्स आमा जाँदैछौँ। आ भनेको व्यञ्जन वर्ण होइन, छाउममा जाँदैछौँ। मोम भनेको योभन्दा अगाडि हामीले सिकिसक्यौँ है, यो मोम भनेर हामीले सिकिसकेका छौँ। आज व्यञ्जन वर्णमा जाँदैछौँ, छाउम भन्छ जसलाई है त, यसलाई छाउम भन्छ। तपाईँहरू अहिले नयाँ हुनुहुन्छ होइन, यो क्लास सुरुबाटै गर्दै हुनुहुन्छ भने र तपाईँहरूलाई यो छाउम कसरी भयो भनेर तपाईँहरूलाई थाहा छैन अहिले, त्यही पनि यसलाई छाउम भनेर बुझिराख्नुहोस्। यसको पछि उच्चारण विधि हामी पढ्न थालिसकेपछि तपाईँहरूलाई थाहा हुन्छ। र जुन 19वटा हुन्छ व्यञ्जन वर्णहरू, र यो 19वटामा एकल व्यञ्जन वर्ण छ, एउटा 14वटा हुन्छ जुन है। त्यसपछि संयुक्त व्यञ्जन वर्ण जुन चाहिँ 5वटा हुन्छ र दुवै मिलेर चाहिँ 19वटा हुन्छ। नेपालीमा चाहिँ हाम्रो एकल संयुक्त भन्ने थिएन होइन। अब कोरियनमा चाहिँ के छ भने छन चाहिँ व्यञ्जन वर्ण नै हो होइन, हुन चाहिँ व्यञ्जन वर्ण नै हो, तर यसलाई चाहिँ दुई भागमा डिभाइड गरेको छ कि एकल व्यञ्जन वर्ण र संयुक्त व्यञ्जन वर्ण। अनि तपाईँहरूले पहिलाको भिडियोहरू याद गर्नुभयो होला, तपाईँहरूलाई एकल स्वर वर्ण लेख्न आइसकेपछि संयुक्त स्वर वर्णहरू लेख्न सकिन्थ्यो नि। हो त्यस्तै छ यसमा पनि। एकल व्यञ्जन वर्ण तपाईँहरूलाई जुन 14वटा छ त्यो आइसकेपछि संयुक्त व्यञ्जन वर्ण लेख्न र उच्चारण गर्न खासै गाह्रो पर्दैन। उच्चारण थोरै फरक छ, तर लेख्नलाई चाहिँ खासै तपाईँलाई गाह्रो पर्दैन, किनभने संयुक्त स्वर वर्ण जस्तै हो, एकल स्वर वर्णमै रिपिट भएर संयुक्त स्वर वर्ण बने जस्तै यहाँ पनि एकल व्यञ्जन वर्णहरू युज भएर चाहिँ संयुक्त व्यञ्जन वर्णहरू बन्छ होइन। त्यो अगाडि हेर्दै जान्छौँ हामी, आगामी दिनहरूमा पढ्छौँ हामी त्यसको बारेमा। आज चाहिँ हामी व्यञ्जन वर्ण अन्तर्गतको चाहिँ हामीले एकल व्यञ्जन वर्णलाई, जुन तपाईँहरू अहिले तपाईँहरूको स्क्रिनमा अहिले हाइलाइट भइरहेको छ येल्लोले होइन यहाँनिर, यो कुरा चाहिँ हामी सिक्छौँ आज। एकल व्यञ्जन वर्ण 14वटा हुन्छ, यो 14वटालाई कसरी उच्चारण गर्ने होइन, कसरी लेख्ने भन्ने कुराहरू चाहिँ आज हामी सिक्न गइरहेका छौँ। र अगाडि हेरौँ। फर्स्टमा के हेरौँ भनेदेखि व्यञ्जन वर्ण होइन, तपाईँहरूले हेरिसक्नु भएको छ जसलाई छाउम भन्छ। अनि एकल व्यञ्जन वर्ण, व्यञ्जन वर्ण अन्तर्गत दुईवटा हुन्छ, थाहा भइसक्नु भयो, एकल व्यञ्जन वर्ण र संयुक्त व्यञ्जन वर्ण। र एकल व्यञ्जन वर्णहरू, एकल व्यञ्जन वर्णहरू हेर्नुहोस्, तपाईँको स्क्रिनमा देख्दै हुनुहुन्छ अहिले यहाँनिर क न द र म ब स ङ होइन, ज छ ख थ फ ह, यहाँनिर तपाईँहरूको स्क्रिनमा देखिरहनु भएको छ। र तपाईँहरूलाई मैले अहिले सरर भने तपाईँहरूलाई थाहा छैन, र तपाईँहरू नयाँ हुनुहुन्छ। अब यहाँ हेर्नुहोस्, योभन्दा अगाडि अब यसलाई कसरी लेख्छौँ होइन, उच्चारण केलाई के उच्चारण गर्ने भन्ने कुराहरू अगाडि देख्छौँ हामी र मजाले सिक्छौँ पनि। ध्यान दिएर हेर्दै जानु होला। यो भनेको एकल व्यञ्जन वर्णहरू जुन 14वटा हुन्छ, तपाईँको स्क्रिनमा देखिरहनु भएको छ अहिले। र त्यस्तै व्यञ्जन वर्णमा अर्को संयुक्त व्यञ्जन वर्ण हुन्छ, त्यसको पनि थोरै हेरिहाल्नुहोस् तपाईँहरू है। यहाँनिर हेर्नुहोस्, यहाँनिर देखिरहनु भएको छ क त प स ज है त, यो 5वटा छ जुनलाई संयुक्त व्यञ्जन वर्ण भन्छ। अब तपाईँले अलिकति याद गर्नुभयो भने योभन्दा अगाडि मैले जुन संयुक्त एकल व्यञ्जन वर्ण देखाएँ र यहाँ संयुक्त व्यञ्जन वर्ण अहिले देखाइरहेको छु, यसमा के देख्दै हुनुहुन्छ सिमिल्यारिटी भने त्यसमा ग जस्तो देखिरहनु भएको छ, त्यही कुराहरू यहाँ अलिकति रिपिट टाइपले आएको छ र त्यसको उच्चारण अलिकति फरक भएको छ होइन। त्यही कुराहरू हुन्। अब हामी आज चाहिँ संयुक्त व्यञ्जन वर्णलाई हामी पछि हेर्छौँ। फर्स्टमा हामी आजको क्लासमा भनेको एकल व्यञ्जन वर्ण, जुन एकल व्यञ्जन वर्णलाई चाहिँ कसरी लेख्ने अनि कसरी उच्चारण गर्ने भन्नेतिर गइरहेको छु। र
उच्चारण र लेख्ने विधि सुरु गर्नुभन्दा अगाडि एउटा सानो कुरा तपाईहरुलाई म भन्न गइरहेको छु। हेर्नुहोस्, व्यञ्जन वर्णहरू र लेख्ने, अब अघि हामीले योभन्दा अगाडिका भिडियोहरूमा स्वर वर्णहरू कसरी लेख्ने र कसरी उच्चारण गर्ने भन्ने थाहा पाइसकेका छौँ है। त्यसलाई अलिकति सम्झिनु होला, किनभने मैले त्यहाँ यहाँ थोरै रिपिट गर्न गइरहेको छु र तपाईहरुलाई सजिलो हुनेछ। हेर्नुहोस्, उदाहरण तपाईहरुलाई देखाउँदैछु। अब हाम्रो नेपालीमा के छ त भन्दाखेरि क देखि ग सम्म छ। हाम्रो देवनागरी लिपि भन्छ हाम्रो नेपाली, तपाईहरुलाई थाहा नै हुनुपर्छ हैन। देवनागरी लिपिमा क, ख देखि ग हुँदै जाँदा 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 ग सम्म हुन्छ नि। जति पनि अक्षरहरू छ पूर्ण उच्चारण हुनको लागि जहिले पनि भवेल्ससँग है त, स्वर वर्णहरूसँग मिक्स भएको हुनुपर्छ। जस्तो यहाँ तपाईहरुले हेर्नुस् है, हुनुपर्छ हैन, हुन्छ हैन। यहाँ तपाईहरु हेर्नुस्, जस्तो हाम्रो क बन्नको लागि, ख बन्नको लागि के भएको छ, क भनेको त क आदि मात्रै उच्चारण, क बन्नको लागि क प्लस अ भनेको हाम्रो भवेल्स हो नि नेपालीमा, देवनागरीमा हैन। यो भवेल्स चाहिँ क सँग जब मिलेर आयो तब मात्रै क पूर्ण उच्चारण भएको छ क्या। नत्र यो क भनेको आदि मात्रै हो नि त। यसको उच्चारण आदि मात्रै हुन्छ यहाँनिर हैन। यसको उच्चारण यहाँ आदि मात्रै हुन्छ नि। जब योसँग आएर भवेल्स जोडिन्छ अनि मात्रै यो क भनेर पूर्ण उच्चारण हुन्छ। नत्र यो क भनेको चाहिँ कस्तो क भन्दाखेरि जस्तो हक्की, हक्की भन्दाखेरि बिचमा आदि क आयो नि, त्यो क मात्रै हो नि त यो हलन्तवाला क हैन। त्यसमा जब हाम्रो यहाँनिर अ आउँछ त्यसपछि मात्रै क पूर्ण उच्चारण हुन्छ। त्यस्तै यहाँ खमा पनि मैले थोरै देखाइदिएको छु हैन। यहाँनिर हेर्नुस्, ख प्लस अ इक्वल्स टु अनि मात्रै ख भनेर हुन्छ। हो यसरी नै कोरियन लिपि, हाङ्गुल लिपिमा पनि है त, कोरियन भाषाको जस लिपिलाई चाहिँ के भन्छ त, हाङ्गुल लिपि भन्छ हैन। त्यो हाङ्गुल लिपि पनि यसरी नै हो। फर्स्टमा हाम्रो पूर्ण उच्चारण हुनको लागि चाहिँ के हुन्छ त, जहिले पनि भवेल्ससँग, कोरियन, देवनागरी, इङ्ग्लिसमा पनि हाम्रो जस्तै हो। जस्तो हरेक कुराहरू लेख्दाखेरि के हुन्छ त, भवेल्स ए आई ओ यु राखेर नै त हाम्रो कुनै एउटा पूर्ण उच्चारण हुन्छ, नत्र त आदि मात्रै उच्चारण भइरहेको हुन्छ हैन। र त साथीहरू, अब देवनागरी लिपिमा के कस्तो हो भनेर मैले भनिरहनु नपर्ला तपाईहरुलाई हैन। अब तपाईहरुलाई पनि थोरै ज्ञान छ, त्यही ज्ञान चाहिँ अब हामीलाई काम लाग्न सक्छ यहाँनिर। हेर्नुस्, अब हामी हाङ्गुल लिपितिर जाउँ। हाङ्गुल लिपिमा पनि सेम त्यस्तै नै हो। हामी कोरियनमा इङ्ग्लिसमा लेखे जस्तै नै त्यसमा पनि पूर्ण अक्षर प्रोनाउन्स हुनको लागि चाहिँ, उच्चारण हुनको लागि जहिले पनि भवेल्ससँग आएकै हुनुपर्छ है। अब फर्स्टमा हामी यहाँ हेरौँ, मैले यहाँ लेखिरहेको छु है, ग हाङ्गुलमाथि लेखेको छु। यहाँनिर ग हो यो है, यो पछि तपाईहरुलाई अहिले थाहा हुन्छ एकछिनमा। प्लस मैले यो के हो भन्नुस् त, हो अ हो यो है त, अ। अब ग प्लस अ, यो ग भनेर अब तपाईहरुले अहिले के देख्न सक्नुहुन्छ भने, तपाईहरु नर्मली किताबहरु अहिले पढिरहनु भएको छ, तपाईहरुले कतै बाहिरतिर देखिरहनु भएको छ भने त्यसमा चाहिँ यसरी लेखिदिएको हुन्छ, यो 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 मात्रै लेखिदिएको हुन्छ हैन, ग यस्तो यो न भनेर। यतापट्टि चाहिँ हलन्तमा लेखिदिएको हुन्छ है। यो भनेको आदि उच्चारण हो। तर मैले यहाँ चाहिँ के छ भने पूर्ण उच्चारण तरिकाले सिकाएको छु। पूर्ण उच्चारण कसरी हुन्छ भन्ने तरिकाले सिकाएको छु यहाँनिर हैन। ग जस्तो हाम्रो क लेखे जस्तो यहाँ चाहिँ मेरो ग, यो त यो मात्रै ग आदि ग भयो हैन। अब यसलाई यहाँनिर जब असँग आउँछ अनि मात्रै यो पूर्ण ग भएर आउँछ र लेख्दाखेरि यसरी लेखिन्छ है। तपाईहरुलाई मैले पहिला भवेल्स लेख्दाखेरि यसरी लेखेको सिकाएको थिएँ नि। यहाँनिर जिरो लेख्नुस् अनि जिरो भनेको यो ङ हो है, अ हो, जुन साइलेन्ट हुन्छ सुरुमा आउँदाखेरि हैन। यो मैले तपाईहरुलाई पहिलादेखि भन्दैछु। र यो जब आउँछ यसमा मैले व्यञ्जन वर्णले तपाईको रिप्लेस गर्छ पछि, त्यसपछि त्यही अनुसारको उच्चारण हुन्छ भनेर भनेको थिएँ। अब यहाँ के भइरहेको छ भन्दाखेरि जब यो ग प्लस अ आयो इक्वल्स टु के आयो त, ग भनेर आयो। अब यहाँको यो अ चाहिँ के भयो, हरायो। अ को ठाउँमा केले ठाउँ लियो त, ग ले ठाउँ लियो यहाँनिर है त। यसरी यो चाहिँ ग, अनि यहाँनिर न छ प्लस यो पनि अ हो, इक्वल्स टु यसलाई के भयो त, न भयो। यसरी नै कोरियनमा पनि अब यति मात्रै पढ्नु भयो तपाईले यहाँनिर भने, यो भनेको आदि हुन्छ है, ग न आदि हलन्तवाला भनौँ न। यसरी आदि मात्रै उच्चारण हुन्छ। जब योसँग भवेल्स आउँछ, भवेल्स आएपछि के बन्यो त, यहाँ चाहिँ अहिले अ भवेल्स आएको छ है। अरू भवेल्स आयो भने फेरि अरू नै उच्चारण हुन्छ है। त्यसको चाहिँ बारेमा हामी पछि पढ्छौँ हैन। अहिले चाहिँ हामी ग कसरी उच्चारण गर्ने, न कोरियन व्यञ्जन वर्णहरूलाई चाहिँ कसरी उच्चारण गर्ने त भन्ने कुराहरू सिकाइरहेको छु मैले। ग प्लस अ आउँदाखेरि चाहिँ के भयो त, ग। जस्तो हाम्रो क भयो जस्तै यहाँ चाहिँ ग भइरहेछ। अब त्यस्तै छ नि हाम्रो क का कि भन्ने जस्तै अब कोरियनमा पनि हुन्छ हैन। त्यसपछि त्यतिखेर उच्चारण तपाईलाई काकी लेख्नु पर्यो भने त क आकार का का हैन, क प्लस आ का प्लस कलाई इकार गरेर कि अनि मात्रै काकी भयो नि त। हो त्यस्तै अब कोरियनमा पनि हुन्छ, पछि पढिन्छ। अहिले चाहिँ हामी के गरौँ भन्दा खालि ग कसरी हुँदैछ
भन्ने कुराहरू मात्रै सिकौँ। र तपाईँले बुकतिर देखिरहनु भएको होला यस्तो मात्रै हुन्छ मैले भनिसकेँ गर्न, जुन चाहिँ आदि मात्रै हुन्छ। र यहाँ चाहिँ मैले पूर्ण रूपमा सिकाउने कोसिस गरेको छु। र अगाडि अब हेरौँ हामी है कसरी यसलाई लेख्ने अनि उच्चारण गर्ने भन्ने कुराहरू। र त्योभन्दा अगाडि तपाईँले के थाहा पाइराख्नुहोस् भने व्यञ्जन र स्वर वर्ण मिलेर मात्रै कुनै पनि पूर्ण अक्षरहरू बन्दछ, या त त्यो कुराहरू उच्चारण हुनको लागि, पूर्ण उच्चारण हुनको लागि चाहिँ जहिले पनि व्यञ्जन र स्वर चाहिँ के हुन्छ त मिक्स भएर आएको हुनुपर्छ। नत्र आदि व्यञ्जन मात्रै लेख्नुभयो भने त्यो चाहिँ आदि मात्रै उच्चारण हुन्छ है। तपाईँहरूलाई मैले थोरै अगाडि पनि देखाइसकेँ। अब चाहिँ हामी व्यञ्जनको एकल व्यञ्जन वर्णहरू है, व्यञ्जन वर्णभित्रको एकल व्यञ्जन वर्ण कसरी लेख्ने भन्ने कुरा सिकाउन गइरहेको छु। अगाडि हेर्नु होला। सुरु गरौँ। फर्स्टमा हामी तपाईँ देख्दै हुनुहुन्छ ग, यहाँनिर है ग देख्दै हुनुहुन्छ। यो आदि हलन्तवाला ग भने, अनि यो म तपाईँलाई यहाँ डेमोन्स्ट्रेट गर्छु कसरी लेख्ने भन्ने कुरा। अनि यसको उच्चारण, पूर्ण उच्चारण तपाईँलाई अघि मैले देखाइसकेँ यहाँनिर अगाडि होइन। यो भनेको चाहिँ ग प्लस अ भएर चाहिँ ग भएको हो, र यसको उच्चारण चाहिँ ग हुन्छ, यसको उच्चारण चाहिँ ग हुन्छ है। तपाईँ यसको उच्चारण चाहिँ फेरि यसको उच्चारण चाहिँ आदि मात्रै ग हो। पछिसम्म थाहा पाइराख्नुहोस् तपाईँले। यो अब भिडियो यसरी नै बनाएको छु मैले, त्यही भएर पछिसम्म यो भिडियोमा चाहिँ तपाईँ यो अगाडिमा भएको चाहिँ आदि ग भन्ने बुझ्नुहोस्। र जब यो असँग आएको छ, यो अ भन्ने तपाईँलाई थाहा छँदैछ भवेल्स ग प्लस अ, यो ग भयो। यहाँ चाहिँ म तपाईँलाई डेमोन्स्ट्रेट गर्छु कसरी लेख्ने भन्ने कुरामा है त। अब ग लेख्न सजिलो छ है, हेर्नुहोस् बस यो डिरेक्सनमा यसरी तान्दिने। अब किन सिकाएको होला यसरी लेख्न, यो त यसो गर्ने, यता गरेर एउटा बन्दुकको सेप बनायो भने ग बनिहाल्ने रहेछ भन्ने तपाईँलाई लागिरहेको होला होइन। जहिले पनि फाउन्डेसन होइन, सुरुमा बेस भनेको जहिले पनि इम्पोर्टेन्ट हुन्छ क्या तपाईँको। अब बेस भन्ने कुरा जहिले पनि एकदमै एकदम एकदम महत्त्वपूर्ण कुरा हुन्छ। जुन कुरा अब तपाईँले यहाँ पछि तपाईँ सिकिसकेपछि जसरी लेख्नुहोस् न, यसरी अब एउटा जिरो बनाइदिनु भएन भने ङ हुन्छ, अ हुन्छ, बन्दुकको सेप बनाउनु भयो भने यहाँ हेर्नुहोस् त ग भइरहेछ। अब दुईवटा सर्पको जिब्रो यस्तो झुन्डेको जस्तो हुन्छ, त्यस्तो पछि गर्नु भने तपाईँको त्यो स बन्न सक्छ होइन। जसरी पनि हुन्छ क्या, पछि जानिसकेपछि त लेख्नुहोस् न तपाईँहरू जसरी लेख्दा पनि भयो। तर कसरी लेखिँदो रहेछ त भन्ने कुराहरू यसको होइन, कुन तरिकाले लेखिँदो रहेछ भन्ने कुराहरू कुरामा जान्नु पर्यो भने चाहिँ यसरी लेख्ने हो क्या। पछि तपाईँ जसरी पनि गर्नुहुन्छ, तर यो भनेको चाहिँ ज्ञान हो, तपाईँले सिकिरहनुहोस् होइन। पछि त अब हामी पनि ककाकीको सुरु क ख लेख्नु जस्तो तपाईँ अर्को तरिकाले लेख्नुहुन्छ, म अर्को तरिकाले लेख्छु, त्यसरी हुन्छ नि। त्यस्तै अब यहाँ पछि तपाईँ जसरी पनि लेख्न सक्नुहुन्छ। र बेस भनेको जहिले पनि इम्पोर्टेन्ट हुन्छ है। र यो ग भइहाल्यो। अब हामी अर्को हेरौँ। यहाँनिर चाहिँ यसलाई न भन्छ, यो न है। यसलाई यहाँनिर म यहाँ डेमोन्स्ट्रेट गर्ने ठाउँ हो यो। त्यसपछि यो न भयो, अनि यहाँनिर यसको उच्चारण न प्लस अ न भयो। यहाँ चाहिँ मैले प्लस गरेर चाहिँ लेख्दाखेरि चाहिँ यसरी लेखिन्छ। यहाँनिर अगाडि हामीले अ आ पढ्दाखेरि अको अगाडि के हुन्थ्यो, यहाँ एउटा अ हुन्थ्यो नि, ङ हुन्थ्यो, यहाँ जिरो जस्तो हुन्थ्यो नि। यसलाई हटाएर चाहिँ यहाँ न भएको छ नि, व्यञ्जन वर्णले रिप्लेस गर्छ त्यसलाई भनेर मैले तपाईँलाई चाहिँ असँग त्यो जिरोसँग लेख्दाखेरि तपाईँहरूलाई पछि यस्तो सजिलो हुन्छ भनेको थिएँ नि। हो, त्यो जिरो जति पनि छ नि त्यसमा चाहिँ हटेर व्यञ्जन वर्ण आउँछ र त्यही अनुसारको उच्चारण हुन्छ है। पछि पढ्छौँ हामी। र यसलाई न भन्छ। अब हेर्नुहोस् यसलाई कसरी लेख्ने, ठ्याक्कै गको अपोजिट छ यहाँनिर है। न यसरी लेख्यो भने न भन्ने भयो तपाईँको है त। यो भनेको बेस, मैले अघि पनि भनिसकेँ, बेस भनेको एकदमै इम्पोर्टेन्ट हुन्छ, जानिराख्नु पर्छ है। घर बनाउँदा पनि के हुन्छ त होइन, अब घरमा जब तपाईँले आरसिसी वर्क, पिसिसी वर्क होइन, बिटुमेन वर्कहरूदेखि लिएर तपाईँको स्टिल वर्क्सहरू लिएर जब जगमा राम्रो काम गर्नुहुन्छ तब मात्रै त्यसपछि तलाहरू थप्दाखेरि राम्रो हुन्छ नि, हो कि होइन त। नत्र जिन्दगीभरको कमाइले बनाएको घर बसिन्जेललाई डर हुन्छ क्या, होइन त। तपाईँहरूले यो धेरै अगाडि पनि नजाउँ होइन, 2-4 वर्ष अगाडि फर्केर हेर्नु होला। हुन त त्यो कुराहरू नसम्झ्यौँ होइन, कस्तो हुन्छ भन्ने कुरा। बेस त राम्रो नभएको कारणले पनि त्यस्तो अब हाम्रो भएको हुनसक्छ है। त्यही भएर र अब आए कुरा निस्किहाल्यो थोरै है। जो उहाँहरू फेरि अब उठ्न चाहँदै हुनुहुन्छ होइन, फेरि पहिलाको अवस्थामा हाम्रो फर्किरहेको छ, उहाँहरूलाई चाहिँ अब फेरि के भन्न चाहन्छु भने यो कुराहरूलाई चाहिँ ध्यान दिएर कुरा बनाउनु होला। बेस भनेको जहिले पनि इम्पोर्टेन्ट हुन्छ, त्यही भएर पनि साथीहरू म भन्दैछु बेस भनेको एकदमै इम्पोर्टेन्ट हुन्छ है त। त्यो कुराहरू भइहाल्यो। अब अर्कोलाई हेर्न जाउँ हामी। दुईवटा सकिसक्यौँ गर्न है। अब धेरै छ गर्नुपर्ने, लामो छ, फेरि भिडियो लामो बन्छ यसरी गफ गर्दै गयो भने है। अर्को हेरौँ। अर्को यहाँ तपाईँ देख्दै हुनुहुन्छ द
म चाहिँ अबदेखि भन्दिनँ है त यो अगाडि भनेको आदि द हो यो भनेको द प्लस अ भएर बनेको यो द नेपाली उच्चारण म तपाईँलाई खालि लेख्ने तरिका मात्रै सिकाउँछु है त यहाँ हेर्नुहोस् यसलाई कसरी लेख्ने त फर्स्टमा तपाईँले यसरी एउटा रातो तानिदिनुहोस् हेरौँ होइन रातोको डिरेक्सनमा एउटा अनि यसरी अब यो कलर कोडको बारेमा तपाईँहरूलाई थाहा छँदैछ यदि मेरो भिडियो तपाईँले पहिलादेखि हेर्दै आउनु भएको छ भने छैन भने म अन्तिममा यसको कोडको बारेमा पनि भनिदिइहाल्छु है यो द भयो अब अर्को हेरौँ ढिलो नगरिकन यो ल है यसलाई ल भन्छ यसलाई लेख्ने तरिका भनेको तपाईँको यसरी एउटा तान्दिने त्यसपछि नेक्स्ट अर्को एउटा यसरी तान्ने कालो है अनि अर्को यो तान्दिने यस्तो डिरेक्सनमा एउटा तान्दिने यति तानिसकेपछि हाम्रो ल भन्छ है त अर्को हेरौँ यहाँनिर म भन्छ यसलाई म है त यहाँनिर म यो देखिरहनु भएको छ कहाँ कस्तो रूप हो यसको के रूप हो भनेरतिर नजाउँ तपाईँलाई मैले भनिसकेँ र यसको खालि म लेख्ने ठाउँमा मात्रै जाँदैछु यहाँनिर हेर्नुहोस् अब लेख्ने कसरी एउटा यो डिरेक्सनमा एउटा लाइन तानिन्छ है त्यसपछि अर्को यो कालोको डिरेक्सनमा एउटा लाइन त्यसपछि अर्को डिरेक्सनमा एउटा लाइन तानिसकेपछि म भन्छ है त ढिलो नगरौँ अर्कोतिर जाउँ फेरि यहाँ हेर्नुहोस् ब लेख्दाखेरि यसरी एउटा डिरेक्सनमा एउटा अर्को डिरेक्सनमा एउटा यो डिरेक्सनमा एउटा यो डिरेक्सनमा यता यति गरिसकेपछि ब भन्छ है त यहाँनिर यो ब भन्छ यो तपाईँ सबै थाहा छँदैछ नभन्नु मैले भनिसकेँ धेरै भन्यो भने अब भिडियो पनि अब त्यही कुरा एक रिपिट भयो भने तपाईँहरूलाई पनि दिक्क लाग्न सक्छ मेरो भिडियो पनि लामो भइरहेको जान्छ है त त्यही भएर अब अर्को हेरौँ यहाँ हेरौँ यसलाई स भन्छ यो स है त स लेख्ने तरिका यो डिरेक्सनमा एउटा यो डिरेक्सनमा एउटा बस स भनिहाल्यो सजिलो छ नेक्स्ट अर्को हेरौँ यसलाई ङ यो छ ङ यो ङ अहिले हामी अब यो ङ भए पनि हाम्रो उच्चारण चाहिँ यसको अ भएर यहाँनिर लेख्दाखेरि चाहिँ अ उच्चारण हुन्छ यहाँनिर है यो चाहिँ अ को उच्चारण हुन्छ यो लेख्दा अ हो नि त वास्तवमा होइन अब ङ कतिखेर उच्चारण गर्ने अ कतिखेर उच्चारण गर्ने भन्ने कुरा म पछि सिकाउँछु तपाईँलाई है अहिले चाहिँ यसलाई ङ र अ दुइटै भनेर बुझिराख्नुहोस् तर यो मात्रै लेख्दाखेरि चाहिँ अब यो मात्रै लेख्नुभयो भने यसको उच्चारण अब के भन्ने यसलाई ङ अ दुइटै आउँछ यो मात्रै भन्नुभयो भने चाहिँ अ भनेर उच्चारण आउँछ यसको है यसलाई लेख्ने तरिका सजिलो एउटा गोलो सेलरोटी बनाइदिनुहोस् है यहाँ गर्नुहोस् है टक्क तर यो डिरेक्सनमा बनाउनुपर्छ है त हामीले लेख्ने हो भने मिलाएर है कोरियन अनुसार लेख्ने हो भने चाहिँ यसरी लेख्नुपर्छ पछि तपाईँ जसरी लेख्नुहोस् मैले अघि नै भनिसकेँ अब नेक्स्ट अर्कोतिर जाउँ अर्को चाहिँ यहाँनिर यसलाई भन्छ ज है त ज लेख्ने तरिकातिर जाउँ अब डाइरेक्ट तपाईँलाई अरू त नभनिराखौँ एउटै कुरा नदोहोऱ्याइराखौँ भन्ने पनि धेरैचोटि मैले भनिसकेँ होला है यहाँनिर हेर्नुहोस् अब यहाँनिर यसरी डिरेक्सनमा एउटा अर्को डिरेक्सनमा एउटा यो भनेको ज हुन्छ र नेक्स्ट अर्को हेरौँ यो छ ज जस्तै छ यो पनि होइन छ ज जस्तै छ नि तर यहाँ के छ त माथि एउटा ट्याक्क आएको छ है त यसलाई के भन्छ त यो ट्याक्क मैले आकाश जमिन पृथ्वी तपाईँहरूलाई सिकाएको थिएँ नि सुरुमा त्यो भिडियो अलिक थोरै फर्स्टचोटि भएर होला त्यहाँ अलिकति त्यस्तै भएको थियो है तपाईँहरूले अब हेर्नुभयो होला ठिकै छ त्यतातिर नजाउँ अब हामी यो क्लासमा अब तान्ने कसरी भन्दाखेरि यहाँनिर हेर्नुहोस् यो आएको छ त्यसपछि यो डिरेक्सनमा एउटा यो डिरेक्सनमा एउटा बस तल छ लेख्ने तरिका छ जस्तै लेख्ने ज जस्तै लेख्ने तरिका यही हो होइन ज लेख्दिनँ तल माथि एउटा डक्का तानेपछि छ भनिहाल्छ यो भनेको छ भयो अब अर्को हेरौँ यहाँ चाहिँ यसलाई ख भन्छ है त ख यहाँनिर ख छ यो ख भयो यसलाई लेख्ने तरिका हेर्नुहोस् यहाँनिर फर्स्टमा यो डिरेक्सनमा यसरी अघि हामी ग तानेको थियौँ नि हो यो गलाई नै हो क्या अब गलाई यसरी गरिसकेपछि यो चाहिँ ख भन्ने भयो क्या यस्तो है त यो गलाई नै यसो गर्दाखेरि ख भन्ने हो यहाँनिर 7-7 स्टाइलको पनि भयो नि यो पनि ख भयो है अब अर्को हेरौँ थ अब थमा कस्तो के याद गर्नुभयो होला तपाईँले थ देख्दाखेरि के जस्तो लाग्यो तपाईँलाई अब द हामीले यसरी लेखेको थियौँ नि यहाँनिर होइन याद गर्नुभएको छ भने दमै हामीले यहाँ के गरेको छ एउटा बिचमा एउटा तानिदिएको छौँ हेरौँ होइन यी जस्तो बनाएको छ नि यहाँ हेर्नुहोस् फर्स्टमा यस्तो गर्ने फेरि यो अनि यसरी तान्ने लेख्दाखेरि चाहिँ यो स्टाइलले लेख्न सकिन्छ कोरियनमै लेख्ने हो भने मात्र पछि जसरी लेखे पनि हुन्छ मैले भनिसकेँ है यो भयो द सरी थ द जस्तै छ दलाई नै बिचमा यसो गरेको यो थ उच्चारण छ द थ हुन्छ नि एउटै ग्रुपमा पर्छ यो है अर्को हेरौँ फ यहाँनिर देखिरहनु भएको छ फ फ कसरी लेख्ने यो हेरिहालौँ फ लेख्ने तरिका
फर्स्टमा यस्तो गर्ने है, यो आउँछ अनि यो एरो तान्ने, त्यसपछि यो एरो तान्ने अनि तलबाट अर्को एरो तान्दिनुहोस्। यति गरिसकेपछि फ हुन्छ, यो फ भयो। अब अर्को हेरौँ, यहाँ देख्दै हुनुहुन्छ ह देखिरहनु भएको छ तपाईहरुले आफ्नो स्क्रिनमा हैन। यो ह भयो। अब यो हलाई कसरी लेख्ने त हेर्नुस्, यसरी एउटा, फेरि अर्को लाइन एउटा अनि तल यो, यति गरिसकेपछि चाहिँ हाम्रो ह बन्छ है त। र यति पढिसकेपछि हामीले लगभग 14 वटा थियो जति पनि, अलि छिटै सिद्धाए जस्तो लाग्यो मलाई, छिटो छिटो गरे है। धेरै गफ पनि नगरौँ, अब धेरै पढ्नु छ हामीले हैन यो पछि। र यहाँनिर जम्मा 14 वटा तपाईले व्यञ्जन, एकल व्यञ्जन वर्णहरु आज हेर्यो हामीले। र कलर कोड मैले भनेको थिएँ है, कलर कोड त्यहाँ कलर अनुसार पनि आएको छ नि। एउटा कुनै रातो अक्षरको एउटा रातो कलरमा एउटा धर्का थियो, अर्को कालो कलरमा थियो, अर्को निलो कलरमा, त्यस्तै अनुसार थियो। त्यो चाहिँ कस्तो भन्दा फर्स्टमा कुन लेख्ने त भन्ने कुरा मैले चाहिँ यसरी, फर्स्टमा रातो, सेकेन्डमा कालो, त्यसपछि यही अनुसारको चाहिँ लेख्नु भयो भने चाहिँ कोरियन अनुसार त्यसरी लेख्न सकिन्छ भन्ने कुरा मैले देखाउन खोजेको थिएँ हैन। तपाईले हेरिहाल्नु भयो एकल व्यञ्जन वर्णहरु। अब तपाईले यसलाई प्र्याक्टिस गर्नुस् मजाले हैन, कपीमा लेख्नुस्। र अन्तिममा हामी के गर्छौं भने एकचोटी त्यसलाई फेरि सर रिभिजन गर्छौं है। एकल व्यञ्जन वर्णहरु जुन कतिवटा हुन्छ, कतिवटा हुन्छ हो साथी हो, हजुर हो, जम्मा 14 वटा हुन्छ। यहाँ हेरौँ जुन है, यहाँ देखाइरहेको छु, तपाईको स्क्रिनमा देख्न सक्नुहुन्छ अहिले भर्खरै यहाँनिर आयो। मैले चाहिँ यहाँनिर ग को रूप लगाएर ग जोडेर सरी अ राखेर देखाएको छु है त, प्लस अ गरेर के व्यञ्जन, आधा व्यञ्जनलाई चाहिँ अ भन्ने भवेल्स लगाएर ग ग न द र ल म ब स ङ अ हैन, ज छ ख थ फ ह यसरी लेखेको छु ग लगाएर। नत्र तपाईहरुले देखिरहनु भएको किताबहरुतिर चाहिँ आदि मात्रै लेखेको हुन सक्छ, ग न यो अ को रूप नराखिकन। यहाँ चाहिँ मैले पूर्ण उच्चारण गर्ने तरिकाले राखिदिएको छु। र फर्स्टमा मसँग अब भन्नु होला हैन, ग भइहाल्यो यो, ग न द र, यहाँनिर चाहिँ र ल दुईटा छ हैन। तपाई अहिले यसलाई र मात्रै उच्चारण गरिराख्नुस्, पछि ल कुन ठाउँमा उच्चारण गर्ने, र कहाँनिर उच्चारण गर्ने त भन्ने कुरा म पछि सिकाउँछु है त। यहाँ तल छ म ब स अ, यसलाई चाहिँ तपाई यहाँ पनि अघि मैले र ल ला भने जस्तै, अब तपाईहरु यहाँ त यो त खासमा अ हो नि त हैन, यसलाई अ उच्चारण गरिराख्नुस्। अब ङ कतिखेर उच्चारण हुन्छ त यसको हैन। अब यति मात्रै, यो गोलो मात्रै लेखेको चाहिँ ङ हुन्छ हैन। यो त अब यसरी असँग रूपमा लगाएपछि अ भइरहेछ यहाँनिर। अब यसको उच्चारण कतिखेर हुन्छ त्यो पछि हामी उच्चारण विधिमा पढ्छौं हैन, कस्तो तरिकाले के उच्चारण हुन्छ, कसरी हुन्छ भन्ने कुरा पछि पढ्छौं। अब त्यसपछि अर्को हेरौं, ज छ ख थ फ ह है त। यिनै कुराहरु हुन्। तपाईहरु लेख्ने प्र्याक्टिस गर्नु होला, आधा मात्रै लेख्ने प्र्याक्टिस पनि गर्नु होला, र यसरी भवेल्ससँग जोडेर लेख्ने पनि प्र्याक्टिस गर्नु होला हैन। अ लगाएर यस्तै अब तपाईहरुले, मैले त यहाँ अ लगाएर लेखिदिएको छु, त्यस्तै अब हामीले अस्ति पढेको 21 वटा जुन भवेल छ त्यसमा यो जुन ओ जस्तो थियो नि, ओ भनेको ङ र अ हुन्छ भनेको थिएँ नि मैले, हो त्यो ठाउँमा तपाईले व्यञ्जन वर्णहरु राखेर हेर्नु भयो भने, आधा व्यञ्जन वर्णहरु जुन मैले भने ती कुराहरु चाहिँ त्यहाँ राखेर हेर्नु भयो र अनि मैले त्यहीसँग कसरी उच्चारण भएको थियो त, अ आ इ मा कसरी उच्चारण, जस्तो हाम्रो क प्लस माथि इकार आयो भने के हुन्छ नि, त्यस्तै हामीले अगाडि के पढेको थियौं, ए जस्तो आ या पढेको थियौं। अब क प्लस य गर्यो भने के हुन्छ त, क्य हैन, ग प्लस य गर्यो भने ग्य ग्य। अब त्यस्तै अनि ग प्लस तपाईको के छ त अर्को ए, ग प्लस ए गर्यो भने के हो त, गे उच्चारण भने हो। त्यस्तो तरिकाले तपाईहरुले बनाउने कोसिस गर्नु होला हैन। त्यो म अर्कोचोटि फाल्टै सिकाउँछु, तपाईहरुले प्र्याक्टिस गरिरहनु भयो भने तपाईहरुलाई सजिलो हुन्छ पछि सिक्नको लागि। अहिले चाहिँ प्र्याक्टिस गर्दै गर्नु होला, र यो एकल व्यञ्जन वर्णहरु पनि मजाले ध्यान दिएर हेर्नु होला। र जाँदा जाँदै अब भिडियो लाइक गर्ने हैन, भिडियोको लाइक गर्ने, कमेन्ट गर्ने, शेयर गर्ने भन्ने कुराहरु तपाईहरुलाई भन्न नपरोस्। सब्स्क्राइब गर्नु होला, सब्स्क्राइब गर्नुभयो भने तपाईहरुले मैले हालेको भिडियोहरु तपाईहरुलाई हाल्ने बित्तिकै तपाईहरुलाई नोटिफिकेसन आउँछ। नोटिफिकेसन अब सब्स्क्राइब गरेर मात्रै आउँदैन, यो घण्टी जस्तो छ, त्यसलाई एकचोटि तपाईले क्लिक पार्नु भयो भने मात्रै घण्टी बज्छ हैन, अनि तपाईको घण्टा हल्लिन्छ, नत्र तपाईकोमा नोटिफिकेसन आउँदैन है त भन्नको मतलब। र लाइक कमेन्ट शेयर के गर्नु मन लाग्छ गर्नुस् है। अब अर्कोमा चाहिँ हामी संयुक्त व्यञ्जन वर्णको बारेमा कुरा गर्छौं है त। हस् त।